आजको यो क्लास 12 का भाइ बहिनीहरूका लागि बोर्ड इक्जामलाई लक्षित गरेर यो भिडियो चाहिँ बनाइरहेको छु। यो भिडियो क्लास 12 का भाइ बहिनीहरूका लागि जुन आउँदो वैशाख 11 गते जुन इक्जाम छ त्यो इक्जामका लागि धेरै नै महत्त्वपूर्ण, धेरै नै इम्पोर्टेन्ट चाहिँ यो भिडियो हुनेछ। यो भिडियोलाई यदि अन्तिमसम्म हेरेपछि यो भिडियोबाट 5 मार्क जतिको हामी जुन बोर्ड इक्जामले सोध्ने गर्दछ त्यो सजिलैसँग हामी सोल्युसन चाहिँ गर्न सक्छौँ भन्ने म आशा गर्दछु। भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। आजको यो भिडियो क्लास 12 मा यो वर्कसिट चाहिँ 5 मार्कको क्वेसन सोध्दै आइरहेको छ। अहिलेको सिलेबसमा वर्कसिट चाहिँ 5 मार्कको सोध्दैछ। यो क्वेसन चाहिँ 2079 मा सोधिएको क्वेसन हो। यो क्वेसन चाहिँ बनाउँदा क्लास 12 मा ट्रायल ब्यालेन्स दिएको हुन्छ। जस्तै इक्जाममा क्वेसन सोध्दा इक्जाममा क्वेसन सोध्ने फर्मेट यस्तो हो। क्लास 12 मा इक्जाममा क्वेसन सोध्ने फर्मेट यस्तै हो। यो भन्दा यताउता केही सोध्दैन, सेम यस्तै क्वेसन आएको हुन्छ। एउटा ट्रायल ब्यालेन्स दिएको हुन्छ र एडिसनल इन्फर्मेसन दिएको हुन्छ। यो दुईवटा कुरा दिएको हुन्छ र रिक्वायर्डमा वर्कसिट बनाउन भनेको हुन्छ। जम्मा 5 मार्कको क्वेसन हुन्छ। यसमा भन्छु फेरि एडिसनल इन्फर्मेसनमा फेरि 2वटा भन्दा 3वटा चाहिँ आउँदैन, 2वटा मात्रै आउँछ। र ट्रायल ब्यालेन्स एउटा दिएको हुन्छ जसमा डेबिट र क्रेडिट छुट्याएको हुन्छ र एडिसनल इन्फर्मेसनमा 2वटा कुरा दिएको हुन्छ। यदि तिमीहरू यो भिडियो हेर्दै छौ भने यो भन्दा अघिको भिडियो जुन फाइनल एकाउन्ट जुन च्याप्टर छ त्यो चाहिँ धेरै नै इम्पोर्टेन्ट छ। यदि त्यो च्याप्टर बुझे छैनौ भने यो चाहिँ बुझ्न गाह्रो हुन्छ। यदि तिमीहरू फाइनल एकाउन्टको केही जानकारी लिएछौ भने यो भिडियो तिमीहरूको लागि धेरै नै सजिलो हुन्छ। भने यसमा के हुन्छ भने फाइनल एकाउन्टमा हामीलाई ट्रायल ब्यालेन्स, पिएल एकाउन्ट र पिएल एप्रोप्रिएसन एकाउन्ट र ब्यालेन्स सिट छुट्टै बनाउनु पर्थ्यो भने यसमा चाहिँ एउटै फर्मेटमा चाहिँ बनाउनु पर्छ। त्यो कुरा हामी चाहिँ बुझ्नुपर्छ। र यो वर्कसिटमा यदि हामी बुझेपछि यो वर्कसिटबाट हामी सजिलै, धेरै नै सजिलैबाट हामी 5 मार्क क्यारी गर्न सक्छौँ। भने क्वेसन यस प्रकारको हुन्छ जसमा ट्रायल ब्यालेन्स दिएको हुन्छ र एडिसनल इन्फर्मेसन दिएको हुन्छ र रिक्वायर्डमा वर्कसिट मागेको हुन्छ। भने यसबाट हामीलाई बनाउनु पर्छ वर्कसिट। भने क्वेसन यस प्रकारको हुन्छ र वर्कसिटको फर्मेट यस्तो हो। हेर त, सिरियल नम्बर, एकाउन्ट टाइटललाई हामी पार्टिकुलर पनि भन्न सक्छौँ र अनएडजस्टेड ट्रायल ब्यालेन्स, एडजस्टमेन्ट जुन यो एडजस्टमेन्ट हुन्छ त्यो एडजस्टमेन्ट यहाँ दिनुपर्छ। जुन कहाँ जान्छ, डेबिटमा जान्छ कि क्रेडिटमा जान्छ भन्ने कुरा बुझ्नुपर्छ। त्यसपछि यसबाट एडजस्टमेन्ट गरिसकेपछि हामीलाई एडजस्टेड ट्रायल ब्यालेन्स गरेको हुन्छ। हेर त, यो ट्रायल ब्यालेन्सलाई हामी एकाउन्ट टाइटल लेखेर यहाँ अनएडजस्टेड ट्रायल ब्यालेन्स हुन्छ। अनएडजस्टेड ट्रायल ब्यालेन्सबाट हामीलाई यो 2वटा इन्ट्रीलाई एडजस्टमेन्टमा लगेर जुन डेबिट क्रेडिटबाट हामीलाई एडजस्टेड ट्रायल ब्यालेन्स छुट्याउनु पर्ने हुन्छ। यो एडजस्टेड ट्रायल ब्यालेन्स यदि हामीले छुट्याइसकेपछि यो दिएको इन्ट्रीहरू चाहिँ कुन टपिकमा जान्छ, इन्कम स्टेटमेन्टमा जान्छ कि ब्यालेन्स सिटमा जान्छ। यसमा अझै म भने थिएँ रिटेन अर्निङ पनि हुनसक्छ। तर अहिलेको सिलेबस हेर्दा इक्जाममा 10 कलम वर्कसिट मात्रै सोध्ने गर्दछ, 12 कलम वर्कसिट सोध्ने गर्दैन। किनभने मात्रै यो टपिक्स चाहिँ 5 मार्क, यो च्याप्टर 5 मार्क क्यारी गर्छ। वर्कसिट भन्ने च्याप्टर मात्रै 5 मार्क क्यारी गर्न हुनुभएकाले यसबाट मात्रै 10 मार्कको क्वेसन सोध्ने गर्छ। भने अब जाउँ कि यो ट्रायल ब्यालेन्सबाट पहिला हामीलाई यहाँ चाहिँ दिनुपर्छ। यहाँ एकाउन्ट टाइटलमा लेख्नुपर्छ। जस्तै इक्विपमेन्ट छ 2,90,000 भने यहाँ 1 नम्बर दिएर इक्विपमेन्ट लेख्नुपर्छ। इक्विपमेन्ट लेखिसकेपछि यो इक्विपमेन्ट डेबिटमा छ भने यहाँ डेबिटमा दिनुपर्छ 2,90,000। यो 2,90,000 पछि ब्याङ्क ब्यालेन्स छ। जुन 2 नम्बरमा ब्याङ्क ब्यालेन्स छ, ब्याङ्क ब्यालेन्स कति छ? ब्याङ्क ब्यालेन्स 35,000 छ। ब्याङ्क ब्यालेन्स 35,000 छ। यहाँबाट ट्रायल ब्यालेन्सबाट लिएर हामीलाई एकाउन्ट टाइटलमा
लेखेर यो डेबिट क्रेडिटमा लेख्नुपर्छ। यो चाहिँ हामी यसमा केही गरेको छैनौँ, जस्ट ट्रायल ब्यालेन्सबाट लिएर हामीलाई वर्कसिटमा यो कुन टाइटलमा कति कति डेबिटमा छ र कति कति क्रेडिट छ यो ट्रायल ब्यालेन्सबाट हेरेर यसमा चाहिँ लेख्नुपर्छ। हेर त 3 नम्बरमा अब डेटर छ। डेटर्स कति छ भने 45,000 डेटर छ 45,000। त्यसपछि पर्चेज छ 4 नम्बरमा पर्चेज छ, जुन पर्चेज कति छ भने 1,20,000। त्यसपछि स्यालेरी एक्सपेन्सेस छ, त्यसपछि स्यालेरी इक्विपमेन्ट, ब्याङ्क ब्यालेन्स, डेटर्स अनि पर्चेजको चाहिँ लेखेको छु। पर्चेज 1,20,000 अनि स्यालेरी एक्सपेन्सेस 60,000 अनि रेन्ट चाहिँ 30,000 भने अब यो चाहिँ पर्चेज भइसक्यो 1,20,000 अनि त्यसपछि स्यालेरी एक्सपेन्सेस 5 नम्बरमा स्यालेरी एक्सपेन्सेस हेर त स्यालेरी एक्सपेन्सेस भयो तिम्रो 60,000। यो यसमा खासै केही गर्नु पर्दैन, मात्रै यसको चाहिँ एकाउन्ट टाइटलमा यहाँबाट लेख्नुपर्छ रेन्ट एक्सपेन्सेस। यो चाहिँ हाम्रो जम्मा खर्चहरू हो। यो खर्च कहाँ जान्छ त? यो खर्च कुनै एसेट हो भने कुनै खर्च इन्कम स्टेटमा जान्छ भने कुनै सम्पत्ति एसेटमा जान्छ भन्ने कुरा हामीलाई बुझ्नुपर्छ। अब सेयर क्यापिटल आयो 7 नम्बरमा सेयर क्यापिटल क्रेडिट साइडमा हो, क्रेडिट साइडमा 2 लाख भने 2 लाख यहाँ जान्छ। अब यो क्रेडिटर के हो भने क्रेडिटर पनि हाम्रो लाइबिलिटी हो। क्रेडिटर भनेको लाइबिलिटी ब्यालेन्स सिटको क्रेडिट साइडमा जान्छ, तिर्नुपर्ने पैसा हो। कति? यो चाहिँ 40,000। क्रेडिटर 40,000। लोन हाम्रो के हो? लाइबिलिटी हो, दायित्व हो, तिर्नुपर्ने। लोन्स कति? 60,000। त्यसपछि सेल्स 10 नम्बरमा सेल्स कति हो भने 2,75,000। यो इन्कम स्टेटमेन्टको क्रेडिट साइडमा जान्छ। कमिसन यो चाहिँ इन्कम हो, क्रेडिट साइडमा कति? 5,000 हो। यसको टोटल तिम्रो 5,80,000। यसको टोटल दुईटैको 5,80,000 छ। 5,80,000 यसको दुईटैको टोटल चाहिँ 5,80,000 छ। र एडजस्टमेन्टमा हेर त के दिएछ? 2वटा मात्रै दिन्छ इक्जाममा। फाइनल इक्जाममा सोचे जस्तै गाह्रो आउँदैन, यसमा 2वटा मात्रै इन्ट्री दिन्छ, जसमध्ये एउटा छ डेप्रिसिएट इक्विपमेन्ट बाई 10%। जस्ता छ यसमा त्यस्तै यहाँ सार्ने डेप्रिसिएट इक्विपमेन्ट बाई 10%। केमा डेप्रिसिएसन लाग्छ? इक्विपमेन्टमा। हेर त इक्विपमेन्ट कहाँ छ? 2,90,000 र 10% 2,90,000 को 10% चाहिँ 29,000 हुन्छ भने यसको जर्नल इन्ट्री के हुन्छ? डेप्रिसिएसन कहाँ जान्छ? डेप्रिसिएसन डेबिटमा जान्छ भने एडजस्टमेन्टको कलम यहाँ छ। डेप्रिसिएसन जब डेबिट साइडमा जान्छ भने यो एडजस्टमेन्टको डेबिट साइड कुन साइड छ? यहाँ छ भने 10% के को? इक्विपमेन्टको। डेप्रिसिएट इक्विपमेन्ट बाई 10% भने यो 10% कसको? इक्विपमेन्टको। भने यो 10% इक्विपमेन्टको काट्दा डेबिट साइडमा कति गयो? 29,000। यो डेप्रिसिएसनको जर्नल इन्ट्री बनाउन जान्नु पर्यो भने इक्विपमेन्टमा यदि डेप्रिसिएसन काट्दा डेप्रिसिएसन खर्च हो, खर्च जहिले डेबिटमा जान्छ। डेबिट साइडमा एडजस्टमेन्टको कलम यो हो भने डेबिट र क्रेडिट भने यो कहाँ जान्छ? डेबिट साइडमा जान्छ। यति मात्रै जानियो भने यो चाहिँ योबाट हामी इजिली 5 मार्क क्यारी गर्न सक्छौँ। अर्को के हो? स्यालेरी पेबल भनेको तिर्नुपर्ने बाँकी। यदि तिर्नुपर्ने बाँकी छ भने कहाँ जान्छ? क्रेडिटमा जान्छ। यो चाहिँ हाम्रो लाइबिलिटी हो, दायित्व हो यो हाम्रो। भने यो स्यालेरी पेबल आरएस 12,000 यो कहाँ जान्छ? क्रेडिटमा जान्छ। अब यति गरिसकेपछि हामीलाई यहाँबाट केही गर्नु पर्दैन। यसको टोटल कति थियो? हेर त यसको टोटल 5,80,000 भने 5,80,000 यहाँ 5,80,000 लेख्नु। अब केही गर्नु पर्दैन। यहाँको डेबिट एडजस्टमेन्टको हेर त एडजस्टमेन्टमा हामीले अहिले गरेको हेर त
जुन यो 29,000 डेप्रिसिएसन लागेको थियो इक्विपमेन्टमा, त्यो 2,90,000मा 10% डेप्रिसिएसन काट्दा 29,000 भयो। डेप्रिसिएसन डेबिट हुन्छ भने डेप्रिसिएसन एकाउन्ट डेबिट टु इक्विपमेन्ट एकाउन्ट। डिप्रिसिएसन एकाउन्ट कहाँ गयो? डेबिटमा। भने 29,000 एडजस्टमेन्ट कोलममा डेबिट साइडमा हाल्ने। यो स्यालेरी पेबल चाहिँ लाइबिलिटिज हो भने तिर्नुपर्ने दायित्व हो भने हामीलाई एडजस्टमेन्टको क्रेडिट साइडमा हाल्ने। अब अर्को के ट्रिक लाउने भने जुन एडजस्टमेन्टको जुन डेबिट साइडमा छ त्यसलाई हामी क्रेडिट साइडमा गर्ने। हेर त यो केमा इक्विपमेन्टमा 10% लागेको छ भने यो डेबिट साइडमा छ भने यहाँ क्रेडिटमा गर्ने, केही अझै गर्नु पर्दैन। यहाँको डेबिट यहाँको क्रेडिट, यहाँको क्रेडिट यहाँ डेबिट। यो स्यालेरी पेबल भने स्यालेरी टपिक कहाँ छ? स्यालेरी तिम्रो छ स्यालेरी एक्सपेन्सेस यहाँ छ भने यहाँ केमा छ? क्रेडिटमा। भने यहाँ केमा जान्छ? डेबिटमा। कति सजिलो हेर। यदि एडजस्टमेन्ट यहाँ डेबिटमा छ भने यहाँ माथि क्रेडिट गर्ने, यदि यहाँ क्रेडिट छ भने माथि डेबिट गर्ने। धेरै सजिलो छ। डेबिट छ भने क्रेडिट, क्रेडिट छ भने डेबिट गर्ने। हो यसरी बुझिसकेपछि धेरै चाहिँ दिमाग लगाउनै पर्दैन। धेरै सजिलोबाट तरिकाले हामी मार्क पनि तयारी गर्न सक्छौँ। अब हेर त यो 29,000 यहाँ गयो, यो 12,000 यहाँ गयो। यो क्रेडिटमा थियो भने डेबिटमा गयो, यो डेबिटमा भएको कुरा क्रेडिटमा गयो भन्ने कुरा सिम्पली हामी नोट गर्नुपर्छ। यो क्रेडिटको कुरा डेबिटमा जान्छ, यहाँ भएको डेबिटको कुरा त्यहाँ गएर क्रेडिटमा जान्छ। अब भने यहाँको पनि क्यालकुलेसन गर्दा जोड्दा 29, 31, 10, 40, 41,000 भने टोटल गर्दा 41,000, यहाँ पनि 41,000 भने एडजस्टमेन्टको इन्ट्री पनि भयो। एडजस्टमेन्टको 2वटा इन्ट्री हुन्छ, यहाँ 2वटा इन्ट्री आएको हुन्छ जुन ट्रायल ब्यालेन्स र क्वेसनमा दिएकै हुन्छ। र यहाँ आएको कुरा हामीलाई जब थाहा भइसकेपछि डेप्रिसिएसन अनि इक्विपमेन्ट डेबिटमा जान्छ कि क्रेडिटमा जान्छ भने यो 2वटा इन्ट्रीको हामीलाई यो थाहा भइसकेपछि यो डेबिटमा जान्छ कि क्रेडिटमा जान्छ भने यहाँको डेबिटको कुरा क्रेडिटमा गयो र क्रेडिटको कुरा डेबिटमा गयो। यो कुरा हामीलाई बुझ्नुपर्छ। जस्ट उल्टो गर्ने, यहाँको कुरा यहाँ हाल्ने, यहाँको कुरा यहाँ हाल्ने, अझै केही गर्नु पर्दैन। र यति भइसकेपछि यो 4वटा इन्ट्री भइसकेपछि हामीले जोड्दा दुईटै के हुन्छ? इक्वल हुन्छ। नत्र इक्वल हुन्थ्यो त? हेर त यसमा 29,000 र यसमा 12,000 मात्रै हुन्थ्यो। यहाँको क्रेडिटको कुरा डेबिट, डेबिटको कुरा क्रेडिटमा हाल्दा हाम्रो यहाँ कोलम एडजस्टमेन्ट कोलमको ब्यालेन्स इक्वल हुन्छ। अब के गर्ने भने एडजस्टेड ट्रायल ब्यालेन्स गर्ने भनेको अब यो चाहिँ अनएडजस्टेड ट्रायल ब्यालेन्स हो, यो चाहिँ एडजस्टमेन्ट हो भनेको अनएडजस्टेड ट्रायल ब्यालेन्सबाट हामीलाई एडजस्टमेन्टको केही जोड घटाउ गरेर हामीलाई एडजस्टेड ट्रायल ब्यालेन्स गर्नुपर्छ। भने यहाँ केही कुरा बिग्रेको या केही कुरा तिर्नुपर्ने बाँकी छ या केही कुरा तिरिदिएको छ भन्ने कुरा यहाँ हामीलाई जोड घटाउ गरेर एडजस्टेड ट्रायल ब्यालेन्स बनाउनु पर्छ। भने हेर त यो डेबिट र यो क्रेडिट यदि कुनै कुरा एउटा डेबिटमा छ र एउटा क्रेडिटमा छ भने यो माइनस हुन्छ। हेर त 2,29,000बाट 2,29,000बाट हामीलाई 2,29,000बाट 2,90,000बाट 2,29,000 घटाउँदा यो डेबिटमा छ यो क्रेडिटमा छ भने डेबिट र क्रेडिटमा छ भने हामीले घटाउनु पर्छ। यो डेबिटमा भएको कुरा र यो क्रेडिटमा कुरा छ भने यो 2,29,000 सिम्पली बुझ। डेबिट डेबिटमा छ भने जोड्ने, क्रेडिट क्रेडिटमा छ भने जोड्ने, र डेबिट क्रेडिटमा छ भने घटाउने, क्रेडिट डेबिटमा छ भने घटाउने। सिम्पली त्यस्तो रुल यसमा ल्याउँदा अहिले इक्जामको बेलामा यति बुझेपछि यस्तो ट्रिक बुझिसकेपछि बनाउन सजिलो हुन्छ। जस्तै यो डेबिटमा छ यो क्रेडिटमा छ, यसमा डेबिट र डेबिटमा भएको भए जोडिन्थ्यो अथवा यो क्रेडिट र क्रेडिटमा भएको भए जोडिन्थ्यो, तर छैन त्यस्तो। यहाँ डेबिटमा छ र यहाँ क्रेडिटमा छ भनेको एडजस्टेड ट्रायल ब्यालेन्स बनाउनु पर्ने हुन्छ। भने यो 2,29,000बाट 2,90,000बाट यो हामीलाई 29,000 घटाउँदा यो 2,90,000 बढी कि 29,000 बढी? 2,90,000। यदि 2,90,000बाट 2,29,000 घटाउँदा कति 29,000 मात्रै घटाउँदा कति बाँकी भयो डेबिट साइडमा? 2,61,000 हो। 2,90,000बाट 29,000 घटाउँदा डेबिट साइडमा कति बस्यो? यो एडजस्टमेन्ट ट्रायल अनएडजस्टेड ट्रायल ब्यालेन्सबाट 2,90,000बाट 29,000 घटाउँदा एडजस्टेड ट्रायल ब्यालेन्समा आयो 2,61,000। अब यो हेर त
बैंक ब्यालेन्स कति छ 35,000 जस्ताको त्यस्तै हेर। किन जस्ताको त्यस्तै? किनभने एडजस्टमेन्टमा बैंक ब्यालेन्समा केही इफेक्ट भएको छैन, परेको छैन। जुनमा इफेक्ट परेको छैन जस्ताको त्यस्तै लेख्ने। अब डेटर्स 45,000 डेबिट साइडमा छ, जुन साइडमा छ त्यही साइडमा लेख्ने, नत्र गल्ती हुन चान्स हुन्छ। यो पर्चेज 1,20,000 यस्तो लेख्ने। यो स्यालेरी एक्सपेन्सेस अब हेर्ने, यो डेबिट र यो डेबिट। म भन्ने थिएँ यदि डेबिट क्रेडिटमा छ, उल्टोमा छ भने घटाउने, सेममा छ भने जोड्ने। भने यहाँ पनि डेबिट र यहाँ पनि डेबिट। यदि डेबिट डेबिटमा छ भने जोड्ने। डेबिट डेबिट 60 10 70 2 72 भने डेबिट साइडमा कति भयो 72,000। स्यालेरी एक्सपेन्स डेबिट साइडमा कति भयो 72,000। त्यसपछि रेन्ट एक्सपेन्सेसको साइडमा केही इन्ट्री छैन भने 30,000 को 30,000। हेर दुईवटा मात्रै हुन्छ भने दुईवटा कुरामा मात्रै ध्यान दिने। अझै बोर्ड इक्जाममा दुईवटा मात्रै एडिसनल इन्फर्मेसन हुन्छ भने दुईवटामा मात्रै घटबड हुन्छ र दुईवटामा मात्रै ध्यान दिने। जस्तै यसमा थियो डेबिट थियो क्रेडिट थियो, अपोजिटमा छ भने घटाउने, यदि सेममै छ भने यसलाई जोड्ने। अब के गर्ने, सेयर क्यापिटलमा केही छ छैन भने दुईवटा कुरा भइसकेछ, अझै अब केही गर्नै पर्दैन, घटबड छैन भने यो क्रेडिट साइडमा भएको आइटम क्रेडिट साइडमा हाल्ने। भने यसमा त 2 लाख छ, 2 लाख हाल्ने। 40,000 छ, 40,000 हाल्ने, टेन्सनै छैन, सजिलो छ। 60,000 हाल्ने, 2,75,000 हाल्ने, त्यसपछि 5,000 हाल्ने हो। यति भइसकेपछि हामीले एडजस्टेड ट्रायल ब्यालेन्स बनाइसक्यौँ। अब एडजस्टेड ट्रायल ब्यालेन्सको पनि यसको जोड यदि इक्वल छैन भने तिमीले बनाएको चाहिँ सोल्युसन चाहिँ गल्ती हुन जान्छ। भने यो दुईटालाई जोड्दा तिमीहरू क्यालकुलेटरमा जोड्दा 5,92,000 आउँछ। 5,92,000 आउँछ। 5,92,000 आउँछ। यो एडजस्टेड ट्रायल ब्यालेन्सको दुईटै कोलम डेबिट र क्रेडिटको जोड चाहिँ यहाँ इक्वल हुनुपर्छ। यदि छैन भने तिम्रो गरेको सोल्युसन गल्ती हुन्छ। यसको सबको ब्यालेन्स चाहिँ इक्वल हुन्छ। अब के छ भने यतिसम्म त सजिलो भनेको हामीले पढेकै थिएन भने योभन्दा अघि नपढे पनि यो धेरै सजिलो भयो अहिलेसम्म। तर अब इन्कम स्टेटमेन्ट र ब्यालेन्स सिटमा कसरी बनाउने त? अब यो जुन गिभेन आइटमहरू छ त्योलाई हामीले के गर्नुपर्छ भने चिन्नुपर्छ, व्हिच आइटम गोज टु व्हिच साइड। इन्कम स्टेटमेन्टमा जान्छ या ब्यालेन्स सिटमा जान्छ? इन्कम स्टेटमेन्टको डेबिट साइडमा जान्छ कि क्रेडिट साइडमा जान्छ हो, यो कुरा बुझ्नुपर्छ। भने यो इक्विपमेन्ट के हो त? सम्पत्ति हो। सम्पत्ति केमा जान्छ भने बैंक ब्यालेन्स सिटको डेबिट साइडमा। यो चाहिँ इक्विपमेन्ट एसेट हो। एसेट कहाँ जान्छ? ब्यालेन्स सिटको डेबिट साइडमा। यो 2,90,000 नलेख्ने, यो एडजस्टेड ट्रायल ब्यालेन्सको लेख्ने। किनभने यो 29,000 को जुन थियो त्यसमा 2,90,000 मा 29,000 डेप्रिसिएसन काटेर यहाँ लेख्ने। एडजस्टेड ट्रायल ब्यालेन्सको लेख्ने भने यो इक्विपमेन्ट कहाँ जान्छ? ब्यालेन्स सिटको डेबिट साइड। किनभने इक्विपमेन्ट के हो? एसेट हो। भने यो डेबिट साइडमा कति गयो 2,61,000। अब बैंक ब्यालेन्स करेन्ट एसेट हो, यो पनि ब्यालेन्स सिटको डेबिट साइडमा जान्छ। भने यहाँको लेख्ने 35,000। एडजस्टेड ट्रायल ब्यालेन्सको ब्यालेन्स लेख्ने। यो डेटर, यो पनि करेन्ट एसेट हो, आउनु पर्ने पैसा, यो पनि करेन्ट एसेट भएकोले 45,000 यहाँ ब्यालेन्स सिटको डेबिटमा लेख्ने। अब यो पर्चेज 1,20,000 यो चाहिँ ब्यालेन्स सिटमा जान्छ त? जाँदैन। यो इन्कम स्टेटमेन्टको डेबिट साइडमा जान्छ 1,20,000, जाँदैन। ध्यान राख्ने। स्यालेरी एक्सपेन्सेस, कुनै पनि एक्सपेन्सेस कहाँ जान्छ त? इन्कम स्टेटमेन्टमा ट्रायल ब्यालेन्सबाट लेख्ने, एडजस्टेड ट्रायल ब्यालेन्सबाट लेख्ने। फेरि यहाँबाट 60,000 नलेख्ने, यो एडजस्टेड ट्रायल भएको ब्यालेन्स चाहिँ यसमा लेख्ने। रेन्ट एक्सपेन्सेस, रेन्ट पनि कहाँ जान्छ? इन्कम एक्सपेन्सेसमा। यो सेयर क्यापिटल के हो? सेयर क्यापिटल ब्यालेन्स सिटको क्रेडिट साइडमा जान्छ 2 लाख हो। 2 लाख ब्यालेन्स सिटको क्रेडिट साइडमा जान्छ। क्रेडिटर कहाँ जान्छ? 40,000। क्रेडिटर पनि लाइबिलिटिज हो, यो ब्यालेन्स सिटको क्रेडिट साइडमा जान्छ। यो लोन पनि के हो? लाइबिलिटिज हो, यो पनि क्रेडिट साइडमा
बैलेन्स सिटको जान्छ। सेल्स कहाँ जान्छ? जुन 2,75,000 यो इन्कम स्टेटमेन्टको क्रेडिट साइडमा जान्छ। कमिसन कहाँ जान्छ त? कमिसन भनेको इन्कम कहाँ जान्छ त? क्रेडिट साइडमा जान्छ 5,000। अब हेर, अब यो दुईटालाई पनि लाग्नुपर्छ। यो डेप्रिसिएसन के हो त? खर्च हो। यो चाहिँ इन्कम स्टेटमेन्टको डेबिट साइडमा पनि देखाउनु पर्छ। कहाँ जान्छ? यो डेबिट साइडमा जान्छ। इन्कम डेप्रिसिएसन इक्विपमेन्ट गर्दा यो खर्च भएको आइटम कहाँ जान्छ? प्रफिट एन्ड लस एकाउन्टमा जान्थ्यो कि जान्थेन त? हो, त्यही कुरा यसमा इन्कम स्टेटमेन्टमा, सरी यो 29,000 यहाँ होइन, 29,000 हो। इन्कम स्टेटमेन्टको डेबिट साइड यही छ, ठिकै छ ल। त डेबिट साइडमा इन्कम स्टेटमेन्टको डेबिट साइडमा लेख्नु पर्छ। अब यसमा के गर्नुपर्छ भने यसमा भएको यो सरी यसमा 29,000 र 12,000 यसमा हुन्छ। यो 29,000 जस्ताको त्यस्तै हाल्ने, यो 12,000 जस्ताको त्यस्तै हाल्ने। पहिला छुटिसकेको थियो। यो 29,000 को 29,000 र 12,000 जस्ताको त्यस्तै। यो डेबिटमा छ भने डेबिटमा, क्रेडिटमा छ भने क्रेडिटमा गएर यसमा ब्यालेन्सलाई इक्वल गर्ने, क्रेडिटलाई इक्वल गर्ने। त्यसपछि के गर्नु भने यो डेप्रिसिएसन इक्विपमेन्ट बाई 10%, यो चाहिँ इन्कम स्टेटमेन्टको डेबिट साइडमा जान्छ। यो 10% 29,000 डेबिट साइडमा हाले। स्यालेरी पेबल भनेको तिर्नु बाँकी, यो तिर्नु केही चिज तिर्न बाँकी छ भने ब्यालेन्स सिटको क्रेडिटमा जान्छ। कति? 12,000। यसरी 12,000। अब यो दुईटालाई इन्कम स्टेटमेन्टलाई जोड्दा यसमा आउँछ 2 लाख कति छ? 2,75,580 2,80,000 भने 2,80,000 आयो होइन। त्यसपछि 2,80,000 यसलाई जोड्दा कति हुन्छ? 70, 30, 100, 2,22,000, 20, 20, 40, 22, 2,22,000 अनि 20,000, 44,000, 44, 53। नेट प्रफिट जम्मा 29,000 हुन्छ। तिमीहरू आफ्नो क्यालकुलेटरमा चाहिँ गर्ने। 29,000 2,75,000 प्लस 5,000 गर्दा तिम्रो कति भयो? 2,75,000 प्लस 5,000 गर्दा 2,80,000 भयो नि त। यसमा यदि यसलाई जोड्दा कति घटेछ भने तिम्रो 29,000 चाहिँ घटेछ। यो चाहिँ 29,000 नेट प्रफिट भएको छ। यदि डेबिट साइड घटेछ भने प्रफिट भएको छ। प्रफिट भएको कुरा कहाँ लान्थ्यो त? प्रफिट एन्ड लसबाट हामी कहाँ लान्थ्यो भने यहाँ ब्यालेन्स सिटको क्रेडिट साइडमा यो हाल्ने। 29,000 चाहिँ यहाँ हाल्ने। अब यसमा जोड्ने। यसमा भएको इन्ट्रीहरू चाहिँ मिल्यो कि मिलेन हो। यति तिमीहरूलाई यति जोड्दा जम्मा जम्मी 3,41,000 आउँछ। 3,41,000 आउँछ। तिमीहरू क्यालकुलेटरमा गर्ने। यो जम्मा जोड्दा भने यो ब्यालेन्स सिटको डेबिट र क्रेडिट मिल्नु पर्यो। बुझ्यो के यसबाट कि जम्मा कोलमको डेबिट र क्रेडिट मिल्नु पर्यो। इन्कम स्टेटमेन्टमा जति घटेछ, यदि डेबिट साइडमा घटेछ भने नेट प्रफिट भएको छ। यदि डेबिट साइडमा घटेछ भने नेट प्रफिट भएको छ। क्रेडिट साइडमा घटेछ भने नेट लस भएको छ भन्ने कुरा हामी फाइनल एकाउन्टमा चाहिँ पढिसकेका छौँ। अब चाहिँ 29,000 र यतिलाई जोड्दा कति हुन्छ? 2,80,000 र यसलाई जोड्दा हुन्छ 2,80,000 भने यो दुईटा छुटिसकेको थियो। यो जस्ताको त्यस्तै। यसमा डेबिट छ भने डेबिटमा हाल्ने, क्रेडिटमा छ भने क्रेडिटमा हाल्ने। एडजस्टेड ट्रायल ब्यालेन्स बनाउँदा भने यो इन्कम स्टेटमेन्टमा कुन चाहिँ यहाँबाट कुन टपिक इन्कम स्टेटमेन्टमा जान्छ र कुन चाहिँ ब्यालेन्स सिटमा जान्छ भने हामीलाई बुझ्नुपर्छ। भने यसमा डेप्रिसिएसन एडजस्टमेन्टबाट दुईवटा जुन इन्ट्री दिएको हुन्छ त्यो इन्ट्रीलाई पनि बुझ्नुपर्छ कि त्यो एडजस्टमेन्ट एडिसनल इन्फर्मेसन जाने जुन इन्कम स्टेटमेन्टमा जान्छ कि ब्यालेन्स सिटमा जान्छ हो। यो
न्यू सिलेबसमा चाहिँ 12 कलम सोध्दैन। 12 कलम सोध्दा यहाँ हामीलाई 12 कलम सोध्दा यहाँ हामीलाई रिटेन अर्निङ बनाउनु पर्थ्यो, जसलाई हामी P&L एप्रोप्रिएसन एकाउन्ट भन्ने गर्छौँ। यसरी हामी बनायौँ भने हामीलाई वर्कसिट बनाउन धेरै नै सजिलो हुन्छ। यही तरिकाले इक्जाममा बनाउँदा चाहिँ सजिलो हुन्छ।